किताब राम्ररी पढेकासँग होइन, दुःखसँग लड्न सिकेकासँग चल्छ। कहिलेकाहीँ लाग्छ शिक्षा त अक्षरका पानामा लेखिन्छ, तर जिन्दगी त आँसु र पसिनाका अक्षरमा कोरिन्छ। डिग्री पाएका मान्छेले शब्द सिकाउँछन्, तर पीडा पिएको मान्छेले त अर्थ सिकाउँछ। उच्च शिक्षा लिएकोले मञ्चमा उभिएर मिठो भाषण दिन सक्छ, तर घाम पानी सहेर घोटिएको मान्छेले चुपचाप सहेर कसरी बाँच्न सकिन्छ भन्ने सिकाउँछ। जिन्दगी किताबका सूत्रले होइन, सङ्घर्षको घाउले बुझिन्छ। किताबले समस्या के हो भन्छ, तर दुःखले त्यो समस्या बोकेर समाधान खोज्न सिकाउँछ। त्यसैले जब कोही भन्छ मसँग धेरै पढाइ छैन तर धेरै देखेको छु, त्यो वाक्य सुन्दा आफै अलिकति झुक्न मन लाग्छ, किनकि त्यो वाक्यभित्र एउटा पूरा जीवन पीडाले घोटेको आत्मकथा लुकेको हुन्छ। नभोगेसम्म नबुझिने, नरोएसम्म नछुने सत्य यही हो। जसले चाउरिएको चप्पल हालेको छ उसले जमिनको उकाली ओह्राली चिन्दछ। जसले रातको भोक सहेर बिहानको सूर्य हेरेको छ उसले आशा के हो भनेर थाहा पाउँछ। जीवनका पाठशाला फाइलका पानामा होइनन्, जुत्ता घिर्सिएको गोरेटोमा छन्। खेत जोतेर निथुक्क पसिना बगाएको हलोमा छन्। आमाले नुन भात खुवाउँदा छोएको हातमा छन्। बुवाले कपाल झरेर पनि कमाएको थोरै पैसामा छन्। त्यसैले बाटोमा साथ खोज्दा धेरै पढेका भन्दा धेरै भोगेका रोज्नु, किनकि पढे लेखेकाले कसरी बाँच्ने देखाउँछ, तर पीडा घोटिएकाले मात्र जिन्दगी बाँच्न सिकाउँछ। अन्त्यमा प्रश्न यही हो, तिमी कोसँग छौ भन्दा ठुलो कुरा हो तिमी कोसँग बाँच्छौ भन्ने सोच। किनकि पढाइले जागिर दिन्छ, तर जीवनका आँसु पुस्ने हात त उही त हुन्छ जसले तिमी रोएको बेला केही नबोली ढाड धप्काउँछ। दर्शकवृन्द, तपाईलाई के कस्तो लाग्छ कमेन्ट बक्समा प्रतिक्रिया दिनुहोला।